घाँस फेरिमा दिएको छ यो फेरि यहाँ पाकेर छर्नु भन्छ घाँसको बिउ दिने नि फेरि सिजन एक सिजनमा बाँड्ने अब त्यो घाँसको बिउ लगाएर बाँडिन्छ थाहा नै छैन क्या सरकारमा बसेको मान्छेहरूलाई वास्तवमा के कहाँनिर लगाउनु पर्यो भने अब अहिले के गर्दैछ भने आयोजना गर्ने ठुल्ठुला प्रोजेक्ट हेर्ने अरे कसले टमाटर खेती गर्यो र कसले आलु खेती गर्यो त्यसलाई मात्रै हेर्ने गरिब किसानसँग चाहिँ के छ त न उसँग एउटा भैँसी पाल्नेलाई भैँसीलाई घाँस खानु ठाउँ छैन त्यो अब त्यस्तो सानो कुरोमा चाहिँ हेर्दैन त्यस्तो छ नि त छैन अनि त्यो ग्यासको पाइप के हुन्छ त चाइनाको अब त्यसले नै जे गर्नुपर्छ ग्यासको पाइप त सबै ल्याउनु चाहियो एक छिराउनै भन्दैछ काठमाडौँमै छ र त्यो ग्यास त अनि त्यो सरकार छोड्ने कुरो छ नि उसको अस्ति होइन जस्तै प्रचण्डले चाहिँ अस्ति 2 दिनभित्र झन् सरकार ढालिदियो त त्यो चाहिँ के हो त त्यसको मारालको बताइदिन्छ प्रचण्डले ढाल्दैन त्यो हल्ला चलायो प्रचण्ड सरकार हल्ने पनि अहिले जस्तै के यो जुन बजेट ल्याएको छ नि त यो जनमुखी बजेट भनेर चाहिँ कुरो गरिरहेको छ भोलि यो लागू भएन भने त अनि जनता त हिस्ट्रिक्क हुन्छ सरकार ढल्छ के हुन्छ त यो बजेट म त त्यस्तो जनमुखी देख्दिनँ अहिले ल्याएको बजेट पनि जनमुखी बजेट चाहिँ छैन त्यति अब न्यूनतम थोरै केही मात्र सुधार आएको हो कि भने जस्तो मात्रै हो त्यो जनमुखी बजेट छैन कृषिमा केही सुधार आउँदैन मजदुरमा कुनै छैन संविधानले दिएको छ न यो बजेटले दिएको छ मजदुरको उस्ताको उस्तै छ गरिब उस्ताको उस्तै हुने त्यो ठिकै छ अब यो अहिले नयाँ कुरा आएको छ नि जुन पानी जहाजको सप्तकोशीमा त पानी जहाज अट्दैन होला यो कहाँ लगाएर कुदान कस्तो यसको बारेमा देख्नुपर्छ म पनि सपना देख्छु तपाईँ पनि देख्नुहुन्छ सबैले सपना देख्नुपर्छ अब मान्छेको इच्छा के हुन्छ भने म पनि पछि ठुलो घरमा आउँला अनि ट्याक्कैसँग घरमा गाडी साडी आउँला कम्पाउन्ड बनाउँला घरमा पार्किङ गर्ने ठाउँ बनाउँला अनि ठुलो गर्नुलाई व्यवस्थापन गर्नुलाई एउटा गर्नु सबैले गर्दै जान्छ तर त्यो गर्दैन हुँदैन त्यो हुनसक्छ अकल्पनीय कुरा चाहिँ होइन भएको छ धेरैको भएको छ त्यो सोच्नुपर्छ अहिले देश थलिएको छ भूकम्पले देश घाटमा गएर झाडा पखालले मान्छे मरिरहेको छ भूकम्पले थलिरहेको छ देश अब कहाँ तल चाहिँ पछि जहाजले ल कताबाट हेलिकप्टर ल्यायो ल तबाट हेलिकप्टर हामी अमेरिका जाँदा भयो बाँचेन नि भनेपछि त्यस अब गर्दै लाँदाखेरि सबै मिल्ने भन्ने सम्भव छ सम्भव त किन असम्भव हुने असम्भव भन्ने कुरा कुनै ठाउँमा केही पनि छैन वास्तवमा त्यो अमेरिकामा सम्भव हुने नेपालमा सम्भव नहुने हुन्छ ल ठिक छ त्यो त स्रोत साधन सबै उस्तै त हो कि यो रेलको बारेमा केही कुराहरू अब भिड अब चाहिँ चाइना नेपाल भनेको त एकदम होइन भिरै भिड छ चारैतिर त्यो भिडहरूमा फोर्दै अब कसरी गाडी कुद्नै गाह्रो भइरहेको अवस्थामा रेल आउला त अन्य देशमा पनि भएको छ सुरुङ मार्ग हुन्छ रेल त अब त्यो के सुरुङ मार्ग बनाउन त्यस्तो अब खर्चिलो हुने मात्रै हो सुरुङ मार्ग नहुने त होइन नि त अनि केपिओली कस्तो लाग्छ तपाईँलाई सबैले हावा उडाइरहेको छ त हावामा बिजुली नै बाल्छु भन्छ हावाबाट बात पकाउँछ राम्रै सुरु गरेको हो टार्गेट ठुलो लिएको हो पनि हो तर अब नेपालको जडैदेखि नै अहिले अब विकास गर्नुपर्ने भन्दा पनि राहत दिनुपर्ने जनतालाई अहिले अब भूकम्पले थलिएका के अरे इन्डियाले बन्द गरेर नाकाबन्दी गरेर समस्त गलेको जनतालाई के